नमस्कार सबैजनालाई नेपाल इन्जिनियरिङ सर्भिसको नयाँ भिडियोमा यहाँहरूलाई स्वागत छ। आज म मध्य प्रदेशले खोलेको विज्ञापनको बारेमा सम्पूर्ण जानकारी दिन गइरहेको छु। कृपया भिडियो चाहिँ अन्तिमसम्म हेरिदिनु होला। सर्वप्रथम तपाईहरुले आफ्नो मोबाइल अथवा ल्यापटपमा कुनै पनि एउटा ब्राउजर खोल्नु होला। अहिलेलाई मैले गुगल क्रोम खोलेको छु अनि सर्च बारमा लेख्नु होला पीएससी मधेस भनेर सर्च गर्नु होला। अनि त्यसपछि सुरुमै देखाएको छ मध्य प्रदेश पोर्टल भनेर प्रोभिन्स पब्लिक सर्भिस कमिसन जनकपुरधाम मधेस भनेर यो वेबसाइटमा क्लिक गर्नु होला। त्यसपछि यस्तो खालको इन्टरफेस खोल्ने छ। प्रदेश लोक सेवा आयोग मध्य प्रदेश जनकपुरधाम धनुषा भनेको छ। अब यहाँनिर छ फारमहरु, हाम्रो बारे सेवाहरु अनि सूचना केन्द्र, मिडिया, पाठ्यक्रम। यहाँबाट पाठ्यक्रम हेर्न सक्नुहुनेछ। अनि त्यसपछि यहाँनिर डबल एरो छ ब्लुमा, त्यो एरोमा क्लिक गर्नु होला। यदि मोबाइलबाट हेर्दै हुनुहुन्छ भने मोबाइलमा राइट साइडमा 3 धर्का हुनेछ, त्यो 3 धर्कामा क्लिक गरेर अनि पदपूर्तिमा जानु होला। पदपूर्तिमा गइसकेपछि वार्षिक कार्यतालिका, विज्ञापन, परीक्षा केन्द्र, लिखित नतिजा, सिफारिस, स्वीकृत नामावली, उम्मेदवारलाई गरिएको कारबाही विवरण भनेको छ। आज खोलेको विज्ञापनको बारेमा म तपाईहरुलाई जानकारी गराउन गइरहेको छु। विज्ञापनमा क्लिक गरिसकेपछि सुरुमै आएको छ प्रदेश निजामती सेवाको सहायक 5औं अप्राविधिक प्राविधिक पदको बढुवा खुल्ला समावेशी तथा अन्तर सेवा प्रतियोगितात्मक लिखित परीक्षाको विज्ञापन भनेको छ। आज मंसिर 25 गते 2082 मा खोलेको विज्ञापन। यसलाई क्लिक गर्नु होला। अनि क्लिक गरिसकेपछि यो फाइल खुल्ने छ। अनि तपाईहरुले तलनेर देख्न सक्नुहुनेछ यो जुमको अप्सन हो। अनि त्यसपछि यहाँनिर शेयर छ। शेयर पछि यहाँनिर 3 डट छ, 3 डटमा क्लिक गर्नु होला। त्यसपछि डाउनलोड पीडीएफ फाइल, पीडीएफ फाइलमा डाउनलोड गर्न सक्नुहुनेछ। अब हाम्रो यो पीडीएफ फाइलमा डाउनलोड भएको छ प्रदेश लोक सेवा आयोग मध्य प्रदेश जनकपुरधाम नेपाल भनेको छ। प्रदेश निजामती सेवाका सहायक 5औं अप्राविधिक प्राविधिक पदको बढुवाको सूचना भनेको छ हैन। अब बढुवामा सामान्य प्रशासन तर्फ 6 खोलेको छ। प्रशासन लेखा भनेको छ, त्यसमा 4 वटा सिट छ। इन्जिनियरिङ सिभिल जनरलमा 4 जना, बढुवाबाट 4 जना छ। अनि त्यसपछि इन्जिनियरिङ सिभिल हाइवे त्यसमा चाहिँ 3 जना खोलेको छ। त्यसपछि बढुवाको लागि है, यो सबै बढुवाको लागि हो। इन्जिनियरिङ सिभिल सेन्टरी भनेको छ, यसमा 2 जना छ। अनि इन्जिनियरिङ सिभिल इरिगेसन भनेको छ, यसमा 1 जना छ। अनि इन्जिनियरिङ सिभिल बिल्डिङ एन्ड आर्किटेक्चर 3 जना। त्यसैगरी इन्जिनियरिङ सिभिल जनरल ल्याब टेक्निशियन पद 2 जना। अनि कृषि प्रसार, कृषि बागवानी, यो अन्यहरु पनि छ। तपाईहरुले सबै हेर्न सक्नुहुनेछ। अब आउँ हामी प्रदेश निजामती सेवाका सहायक 5औं अप्राविधिक प्राविधिक पदको खुल्ला समावेशी तथा अन्तर सेवा प्रतियोगितात्मक लिखित परीक्षाको विज्ञापन भनेको छ। सूचना नम्बर यति छ। प्रकाशन मिति 2082 8 महिना 25 गते। सुरुमा अप्राविधिक सहायक 5औं तहको विज्ञापनहरु छ प्रशासन तर्फको। हामी सिधै जाउँ प्राविधिक सहायकमा। प्राविधिक सहायक 5औं भनेर देखाएको छ। प्राविधिक सहायक 5औं मा इन्जिनियरिङ सिभिल जनरलको खुल्लामा 2 जना। अनि इन्जिनियरिङ सिभिल हाइवेको खुल्लामा पनि 2 जना। अनि इन्जिनियरिङ सिभिल सेन्टरीको खुल्लामा 1 जना र इन्जिनियरिङ सिभिल इरिगेसनको खुल्लामा 1 जना गरी टोटल 6 जना चाहिँ खुल्लामा खुलाएको छ जम्मा। त्यसपछि इन्जिनियरिङ सिभिल जनरल मधेसी महिलामा 1 जना जनरलबाट। अनि त्यसपछि इन्जिनियरिङ सिभिल हाइवे मधेसी महिला 1 जना, जम्मा मधेसी महिला 2 जना खुलाएको छ। त्यसैगरी इन्जिनियरिङ सिभिल इरिगेसन दलित महिला 1 जना खुलाएको छ भने इन्जिनियरिङ सिभिल जनरल मुस्लिम महिला 1 जना। अनि इन्जिनियरिङ सिभिल सेन्टरी मुस्लिम महिलामा जनरल र सेन्टरी गरी यसमा 2 जना मुस्लिम महिला खुलाएको छ। त्यसैगरी इन्जिनियरिङ सिभिल जनरल अन्तर सेवा 1 जना हैन। त्यसपछि इन्जिनियरिङ सिभिल हाइवे अन्तर सेवा। अन्तर सेवा भनेको यदि तपाईहरु 4थो तहमा कार्यरत हुनुहुन्छ भने उहाँहरुले चाहिँ अन्तर सेवाबाट परीक्षा दिन सक्नुहुनेछ। यसमा जम्मा 2 जना खुलाएको छ। अर्को छ इन्जिनियरिङ सिभिल बिल्डिङ एन्ड आर्किटेक्चर खुल्लामा कति जना छ? 2 जना छ। अनि इन्जिनियरिङ सिभिल बिल्डिङ एन्ड आर्किटेक्चर मधेसी महिलामा 1 जना छ। इन्जिनियरिङ सिभिल बिल्डिङ एन्ड आर्किटेक्ट मुस्लिम महिलामा 1 जना छ। अनि इन्जिनियरिङ सिभिल बिल्डिङ एन्ड आर्किटेक्ट अन्तर सेवामा फेरि 1 जना छ। इन्जिनियरिङ सिभिल जनरल ल्याब टेक्निशियन पद खुल्लामा 1 जना छ। अनि इन्जिनियरिङ सिभिल जनरल ल्याब टेक्निशियन पद मधेसीमा 1 जना। त्यसैगरी अरु कृषि प्रसार बागवानी भनेको छ खुल्लामा 7 जना खुलाएको छ। यो हेर्नु होला। अब छ परीक्षाको किसिम लिखित, प्रयोगात्मक र अन्तर्वार्ता हुनेछ हैन। परीक्षा चाहिँ पहिला लिखित हुनेछ, प्रयोगात्मक र अन्तर्वार्ता। त्यसपछि परीक्षा मिति पछि प्रकाशन गरिनेछ, अहिले प्रकाशन भएको छैन। परीक्षा केन्द्र परीक्षा कहाँ हुनेछ त? जनकपुरधाममा हुनेछ। अनि दरखास्त दस्तुर चाहिँ सहायक 5औं को लागि रु 400, त्यसपछिका थप प्रत्येक किसिम समूहका लागि रु 200 थप दस्तुर बुझाउनु पर्नेछ।
यदि तपाईहरु पाँचौं तहको कुनै पनि विज्ञापनमा खुल्लाबाट अप्लाई गर्दै हुनुहुन्छ भने 400 लाग्नेछ। त्यसपछि प्रत्येक थप समूहको लागि मधेसी महिला अब के हुनुहुन्छ त्यो अनुसार थप 200 दस्तुर बुझाउनु पर्ने छ भनेको छ। अब यहाँनेर छ दरखास्त दिने अन्तिम मिति भनेको छ। अन्तिम मिति चाहिँ 2082 9 महिना 26 गते पुस 26 गते सम्म अन्तिम मिति सिंगल दस्तुरको लागि र डबल दस्तुर तिरी 2082 9 महिना 23 गते सम्म डबल दस्तुर तिरेर फर्म भर्न सक्नुहुनेछ है। अब अर्को छ उम्मेदवार उमेरको हद भनेको छ 2082 9 16 सम्म 18 वर्ष उमेर पूरा भई पुरुष उम्मेदवारको हकमा 35 वर्ष ननागेको 18 वर्ष पुगेर 35 वर्ष ननागेको र महिला उम्मेदवारको हकमा 40 वर्ष ननागेको भनेको छ है। त्यसपछि फेरि के भनेको छ इन्जिनियरिङ सेवा, कृषि सेवा, वन सेवा र स्वास्थ्य सेवाको हकमा 40 वर्ष ननागेको अनि बहालवाला स्थायी निजामती कर्मचारीको हकमा उमेरको हद लाग्ने छैन। जस्तै कि अब चौथो तहमा तपाईहरु स्थायी हुनुहुन्छ भने उहाँहरूले खुल्लामा पनि दिन पाउनु भयो। अब अन्तर सेवा भन्ने छ नि त त्यसमा पनि दिन पाउनु भयो। उहाँहरूको लागि चाहिँ उमेरको हद पनि छैन है। अनि दरखास्त दस्तुर बुझाउने विधि र स्थान भनेको छ आयोगको अनलाइन दरखास्त प्रणालीबाट फारम सबमिट गरेपछि माई एप्लिकेसनमा क्लिक गरी अल एप्लिकेसनमा क्लिक गर्ने। त्यसपछि आफूले एप्लाई गरेको विज्ञापनको पे बटनमा क्लिक गर्ने। बैंक अप्सनमा राष्ट्रिय वाणिज्य बैंक वा नेपाल बैंक लिमिटेड चयन गर्ने र अनलाइन अफलाइन मध्ये कुनै एक अप्सन छनौट गरी भुक्तानी गर्न सकिन्छ भनेको छ। अनलाइन माध्यमबाट तपाईहरुले फर्म भर्न सक्नुहुनेछ। यो अनलाइन फर्म कसरी भर्ने भन्ने बारेमा हामी अर्को भिडियो ल्याउने छौं। अब अनलाइन पेमेन्टबाट दरखास्त भुक्तानी गर्ने राष्ट्रिय वाणिज्य बैंक कनेक्ट आइपीएस बाट तपाईहरुले अनलाइन पेमेन्ट गर्न सक्नुहुनेछ। अफलाइनमा चाहिँ राष्ट्रिय वाणिज्य बैंकको अफलाइन चयन गरी त्यो भाउचर प्रिन्ट गरिसकेपछि अनि तोकिएको बैंकमा गएर भुक्तानी गर्न सक्नुहुनेछ। त्यसपछि अर्को छ दरखास्त दस्तुर बुझाउने अवधि भनेको छ ढिलोमा 2082 9 23 गतेसम्म तोकिएको परीक्षा दस्तुर वा दोब्बर दस्तुर अनिवार्य रूपमा बुझाइसक्नु पर्ने छ। अब तपाईहरुले पुस 23 गतेसम्म तोकिएको परीक्षा दस्तुर वा दोब्बर दस्तुर अनिवार्य रूपमा बुझाइसक्नु पर्ने छ। यदि तपाईहरुले पेमेन्ट गर्नु भएन भने तपाईहरुको एप्रुभ हुनेवाला छैन। अपलोड गर्नुपर्ने कागजातहरु भनेको छ उम्मेदवारले शैक्षिक योग्यता आफ्नो शैक्षिक योग्यता तालिम भयो भने अनुभव आयोगले तोकेको फारममा चाहिँ तालिम र अनुभव पर्नेछ नत्र पर्दैन। व्यवसाय अनुमति प्रमाणपत्र छ भने स्वास्थ्यहरुलाई यो पर्यो। अनि समावेशी समूह खुल्ने कागजात लगायत सम्बन्धित विज्ञापनमा तोकिएका कागजात अनलाइन दरखास्त प्रणालीको तोकिएको स्थानमा पीडीएफ फर्मेटमा अपलोड गर्नुपर्ने छ भनेको छ हैन। पीडीएफ फर्ममा सबै अपलोड गर्नुपर्ने छ फाइलहरु। अनि सबै उम्मेदवारहरूले आफ्नो फोटो दस्तखत र नागरिकताको प्रमाणपत्र स्क्यान गरी जेपीजी फर्मेटमा अपलोड गर्नुपर्ने छ। तपाईहरुले शैक्षिक योग्यताको डकुमेन्ट चाहिँ पीडीएफ फर्मेटमा अपलोड गर्नुपर्ने छ भने आफ्नो फोटो दस्तखत र नागरिकताको प्रमाणपत्र चाहिँ स्क्यान गरी जेपीजी फर्मेटमा अपलोड गर्नुपर्ने छ हैन। अब पदमा रही गर्नुपर्ने कामको विवरण भनेको छ सेवा समूह सम्बन्धी काम गर्नुपर्ने छ। तलब भनेको छ तलब चाहिँ मध्य प्रदेश कानुन बमोजिम हुनेछ भनेको छ। सेवा सम्बन्धी मन्त्रालय मन्त्रालयमा चाहिँ सेवा समूह उपसमूहको प्रशासन सञ्चालन गर्न तोकिएको सम्बन्धित मन्त्रालय भनेको छ। यो रहेको छ सेवा सम्बन्धी मन्त्रालय। त्यसपछि प्रदेश निजामती सेवा खुल्ला तथा समावेशीको लागि आवश्यक न्यूनतम योग्यता र न्यूनतम शैक्षिक योग्यता भनेको छ हैन। सहायक पाँचौं त प्राविधिकको लागि हेर्नु होला। यहाँनिर 1 नम्बरमा छ प्रशासन, 3 नम्बरमा छ इन्जिनियरिङ सेवा सिभिल समूह जनरल उपसमूहमा चाहिँ मान्यता प्राप्त शिक्षण संस्थाबाट सिभिल इन्जिनियरिङ विषयमा प्रमाणपत्र तह भनेको डिप्लोमा हो। डिप्लोमा वा सोसरह उत्तीर्ण भनेको सिभिल इन्जिनियरिङमा 11-12 हुन्छ। त्यो गर्दा पनि तपाईहरुले भर्न पाउनुभयो। त्यसैगरी इन्जिनियरिङ सेवा सिभिल समूह हाइवे उपसमूहमा भनेको छ त्यसमा पनि मान्यता प्राप्त शिक्षण संस्थाबाट सम्बन्धित इन्जिनियरिङ विषयमा प्रमाणपत्र तह हैन वा सोसरह उत्तीर्ण भनेको छ। अनि इन्जिनियरिङ सेवा सिभिल समूह स्यानिटरी उपसमूहमा चाहिँ मान्यता प्राप्त शिक्षण संस्थाबाट सिभिल इन्जिनियरिङ विषयमा प्रमाणपत्र तह डिप्लोमा वा सोसरह उत्तीर्ण। इन्जिनियरिङ सेवा सिभिल समूह इरिगेसन उपसमूह यसमा पनि मान्यता प्राप्त शिक्षण संस्थाबाट सम्बन्धित इन्जिनियरिङ विषयमा प्रमाणपत्र तह डिप्लोमा वा सोसरह उत्तीर्ण। 11-12 इन्जिनियरिङ हुन्छ त्यो पढ्नु भएको छ भने पनि उहाँहरूले पनि फर्म भर्न पाउनुहुन्छ। इन्जिनियरिङ सेवा सिभिल समूह बिल्डिङ एन्ड आर्किटेक्चर उपसमूह भनेको छ यसमा चाहिँ मान्यता प्राप्त शिक्षण संस्थाबाट सिभिल वा आर्किटेक्चरल इन्जिनियरिङ विषयमा प्रमाणपत्र। सिभिलमा डिप्लोमा गरेकोले पनि पाउनेछ हैन। अनि आर्किटेक्चरल इन्जिनियरिङमा डिप्लोमा गरेकोले पनि बिल्डिङ एन्ड आर्किटेक्चर समूहमा भर्न पाउनु हुनेछ। अब यहाँनिर अर्को छ इन्जिनियरिङ सेवा सिभिल समूह जनरल उपसमूह
सम्म ल्याब टेक्निशियन पदको लागि चाहिँ मान्यता प्राप्त शिक्षण संस्थाबाट सिभिल इन्जिनियरिङ विषयमा प्रमाणपत्र तह वा सो सरह उपाधि प्राप्त गरी 1 महिना स्याल ल्याबोरेटरी टेक्निशियन पदको तालिम प्राप्त। अब हामीले यसमा भर्नको लागि चाहिँ सिभिल इन्जिनियरिङ विषयमा प्रमाणपत्र सरहको उपाधि प्राप्त गरी 1 महिना स्याल ल्याबोरेटरी टेक्निशियनको तालिम प्राप्त गरेको हुनुपर्ने छ है यसमा चाहिँ। अनि अरु चाहिँ आफूले हेर्नु होला। त्यसपछि अन्तर सेवाको लागि भनेको छ प्रदेश निजामती सेवा ऐन 2077 को दफा 9 को उपदफा 17 मा व्यवस्था भए बमोजिम भनेको छ पदपूर्ति हुने पदमा संघीय निजामती सेवा वा स्थानीय सेवाको एक श्रेणी वा तह मुनिको पदमा कम्तीमा 7 वर्ष सेवा अवधि पूरा गरेका र पूर्ति हुने पदका लागि तोकिए बमोजिमको शैक्षिक योग्यता हासिल गरेको कर्मचारी उम्मेदवार हुन सक्नेछन्। अब तपाईहरु स्थायी भएर मात्रै भएन है, एक श्रेणी वा तह मुनिको पदमा कम्तीमा 7 वर्ष सेवा अवधि पूरा गरिसकेपछि बल्ल तपाईहरुले अन्तर सेवामा, जस्तै तपाईहरुले चौथो तहमा चाहिँ स्थायी भएर पनि 7 वर्ष काम गरेपछि बल्ल तपाईहरुले अन्तर सेवाको लागि एक्जाम दिन योग्य ठहरिनु हुनेछ, नत्र त्यसमा भर्न पाउनु हुने छैन। अब उम्मेदवारले पेश गर्नुपर्ने थप कागजात तथा अनुभव सम्बन्धी विशेष निर्देशन भनेको छ, यो पढ्नु होला। त्यसपछि अब समावेशी तर्फ दरखास्त दिन चाहने उम्मेदवारहरूको लागि आवश्यक पर्ने थप कागजात र अनुभव भनेको छ आफू कुन समूहमा पर्छु, कुनमा भर्दै हुनुहुन्छ त्यो अनुसार मधेसीको हकमा यस्तो छ, दलितको हकमा यो तपाईहरुले पढ्नु होला। यो पढिसकेपछि अब यसमा नोट भनेको छ प्रदेश निजामती सेवा ऐन 2077 को दफा 9 को उपदफा 11 बमोजिम आरक्षणको सुविधा एक व्यक्तिले सेवा अवधि भरमा एक पटक मात्र लिन पाउनेछ भनेको छ। यो भनेको के हो भन्दाखेरि जस्तै कि अब तपाईहरुले चौथो तहमा तपाईहरुको खुल्लामा नाम ननिस्केर समावेशी कोटाबाट निस्केको छ भने उहाँहरुले चाहिँ पाँचौं तहमा फेरि यो सेवा समावेशीबाट लड्न पाउनु हुने छैन। यदि चौथो तहमा खुल्लाबाट निस्केको छ भने मात्रै पाँचौं तहमा समावेशी कोटाबाट फर्म भर्न पाउनुहुन्छ, समावेशी कोटाबाट लड्न पाउनु हुनेछ, यो पनि ख्याल गर्नु होला। त्यसपछि यो अरु आफै हेर्नु होला। अब पाठ्यक्रम आएको वेबसाइट https://ppsc.madesh.gov.np बाट प्राप्त गर्न सकिनेछ भनेको छ। अब यो चाहिँ विज्ञापनको बारेमा यही समाप्त भयो। अब जस्तै कि यदि तपाईहरु अब पाठ्यक्रम डाउनलोड गर्न चाहनुहुन्छ भने प्रदेश लोक सेवा आयोग मधेस प्रदेशको होम पेजमा गइसकेपछि तपाईहरु यहाँनिर देख्न सक्नुहुनेछ फारमहरु छ हाम्रो बारेमा, सेवाहरु, सूचना केन्द्र, मिडिया केन्द्र, पाठ्यक्रम भनेको छ। तपाईहरुको मोबाइलमा चाहिँ राइट साइडमा 3 धर्का हुनेछ, 3 धर्कामा क्लिक गरिसकेपछि यस्तै गरी यिनीहरु तलतिर देखा पर्नेछन्। अनि पाठ्यक्रममा गएर तपाईहरुको लागि अब अहिले खोलेको प्रदेश निजामती सेवा यसमा क्लिक गर्नु होला, प्रदेश निजामती सेवा। अब यहाँनिर पाठ्यक्रमहरु देखाएको छ प्रशासन सेवा, अपराधिक सामान्य प्रशासन हैन, यहाँनिर कृषिको छ, अनि त्यसपछि हेल्थ इन्स्पेक्सन एचए, अनि कृषि एग्री इन्जिनियरिङ, नर्सिङ, त्यसपछि अर्को छ शिक्षा प्रशासन। अब अर्को नेक्स्टमा जाउँ हामी, मेडिकल ल्याब टेक्निशियन यहाँनिर छ, पब्लिक नर्सिङको छ, फरेस्ट्रीको छ। तपाईहरुको प्रदेश निजामती सेवा तथा स्थानीय सरकारी सेवा अन्तर्गत इन्जिनियरिङ सेवा सिभिल समूह, जनरल, हाइवे, सेनिटरी, इरिगेसन र हाइड्रोलोजी उपसमूह सहायक पाँचौं तहको पाठ्यक्रम भनेको छ। यहाँनिर क्लिक गर्नु होला। त्यसपछि फेरि यहाँनिर यो पिक्चर फर्ममा जेपीजी फर्ममा देखाएको छ, यहाँनिर हेर्न सक्नुहुनेछ। यो चाहिँ डाउनलोड गर्नको लागि तपाईहरुले तलतिर यहाँनिर देखाएको छ विभिन्न अप्सनहरु, अनि जुमको अप्सन छ, अनि यो फुल साइजको, त्यसपछि शेयरको अप्सन छ, त्यसपछि यहाँनिर 3 डटको अप्सन छ, त्यहाँनिर 3 डटमा क्लिक गर्नु होला। 3 डटमा क्लिक गरिसकेपछि डाउनलोड पीडीएफ फाइल भन्ने छ, अनि त्यसमा क्लिक गर्नु होला। त्यसपछि तपाईको फाइल डाउनलोड हुनेछ। अब यहाँ छ प्रदेश लोक सेवा आयोग मधेस प्रदेश निजामती सेवा अन्तर्गतको इन्जिनियरिङ सेवा तथा स्थानीय सेवा अन्तर्गतको स्थानीय इन्जिनियरिङ सेवा सिभिल समूह, जनरल, हाइवे, सेनिटरी, इरिगेसन र हाइड्रोलोजी उपसमूह सहायक पाँचौं तहको प्रदेश निजामती सेवा खुल्ला र अन्तर सेवा र स्थानीय सेवा खुल्ला तथा अन्तर्तह प्रतियोगितात्मक परीक्षाको पाठ्यक्रम भनेको छ। प्रथम चरण भनेको छ, प्रथम चरणमा चाहिँ लिखित परीक्षा रिटन एक्जामिनेसन छ, द्वितीय चरणमा के छ त इन्टरभ्यु छ। अब प्रथम चरणको रिटर्नमा चाहिँ 200 पूर्णाङ्कको छ, अनि द्वितीय चरण इन्टरभ्युमा चाहिँ 30 पूर्णाङ्कको हुनेछ। अब यो प्रथम चरणको रिटर्न एक्जामिनेसनको चाहिँ प्रथम चरणको पनि प्रथम पत्र र द्वितीय पत्र छ। अब यसमा पनि फेरि प्रथम पत्रमा एमसीक्यू आउनेछन् 30, 20, 50 वटा एमसीक्यू आउनेछन् हैन, 20 वटा चाहिँ सामान्य ज्ञान र सार्वजनिक व्यवस्थापन सम्बन्धी 20 वटा प्रश्न आउनेछन् हैन। अब सेवा सम्बन्धी आफ्नो सब्जेक्टको 30 वटा प्रश्न आउनेछन्, 50 वटा प्रश्न, 50 × 2 100 मार्क्सको हुनेछ।
अनि उत्तीर्णाङ्क 40 भनेको छ। द्वितीय सेवामा चाहिँ सेवा सम्बन्धी कार्यज्ञान आफ्नो विषयको मात्रै कतिवटा त 12 वटा प्रश्न 5 अङ्कको आउनेछ भने 4 वटा प्रश्न 10 अङ्कको 16 वटा प्रश्न जम्मा 100 मार्क्सको। यो चाहिँ 2 घण्टा 15 मिनेटको हुनेछ। द्वितीय चरणको अन्तर्वार्ता चाहिँ 30 पूर्णाङ्कको मौखिक हुनेछ हैन। यो हेर्नु होला। पाठ्यक्रम लागू मिति भनेको छ 2082 8/22 भर्खरै लागू भएको हो। यो पाठ्यक्रम चाहिँ सामान्य ज्ञानमा प्रथम पत्र छ। प्रथम पत्रमा चाहिँ भाग 1 र भाग 2 छ। भाग 1 मा सामान्य ज्ञान छ अनि भाग 2 मा खण्ड 2 मा पब्लिक म्यानेजमेन्ट। अब खण्ड ए सेक्सन ए बाट चाहिँ 10 वटा प्रश्न सामान्य ज्ञानबाट र सार्वजनिक व्यवस्थापनबाट पनि 10 वटा प्रश्न आउनेछन्। अब भाग 2 मा छ सेवा सम्बन्धित कार्यज्ञान भनेको छ 30 वटा प्रश्न 30 × 2 60 अङ्कको हाम्रो सब्जेक्टको आउनेछ। सर्वेइङ छ, कन्स्ट्रक्सन मटेरियल्स, मेकानिक्स अफ मटेरियल एन्ड स्ट्रक्चर भित्र हेर्नु होला। हाइड्रोलिक्स छ, त्यसपछि छ सोइल मेकानिक्स, त्यसपछि स्ट्रक्चरल डिजाइन, त्यसपछि बिल्डिङ कन्स्ट्रक्सन टेक्नोलोजी, त्यसपछि छ वाटर सप्लाई एन्ड सेनिटेसन इन्जिनियरिङ, त्यसपछि इरिगेसन इन्जिनियरिङ, त्यसपछि हाइवे इन्जिनियरिङ, त्यसपछि इस्टिमेटिङ एन्ड कस्टिङ अनि 12 मा छ कन्स्ट्रक्सन म्यानेजमेन्ट। लास्टमा इन्भाइरोमेन्टल इन्जिनियरिङ यसमा थपेको छ है। यो चाहिँ हेर्नु होला तपाईहरुले। यहाँनेर फेरि देखाएको छ सामान्य ज्ञान 10 वटा प्रश्न अनि सार्वजनिक व्यवस्थापनबाट पनि 10 वटा 20 मार्कको अनि सेवा सम्बन्धी हाम्रो सब्जेक्टको चाहिँ 30 वटा प्रश्न 60 मार्क्सको। अब युनिटहरु देखाएको छ प्रश्न संख्या। हाम्रो सब्जेक्टको चाहिँ 1 च्याप्टरबाट चाहिँ 3 वटा, 2 च्याप्टरबाट 3, 3 बाट 3, 4 बाट 3, 5 बाट 2, 6 बाट 2, 7 बाट 2, 8 बाट 2, 9 बाट 2 अनि 10 च्याप्टरबाट 2, 11 बाट 2, 12 बाट 2 र 13 बाट 2 यसरी सोधिने छ भनेको छ हैन। द्वितीय पत्र यो रिटर्न भयो। रिटर्नमा पनि सबै सब्जेक्टहरु सेम छ हैन। यो हेर्नु होला आफै। रिटर्नमा पनि इन्भाइरोमेन्टल इन्जिनियरिङ छ है। अब यसमा चाहिँ फेरि त्यो इन्भाइरोमेन्टल इन्जिनियरिङबाट चाहिँ एउटा प्रश्न 5 मार्क्सको आउनेछ। लङ क्वेशन पनि आउन सक्छ। लङ क्वेशन भनेको च्याप्टर 1, 2 र 3 बाट एउटा लङ क्वेशन आउनेछ अनि च्याप्टर 4, 5 र 6 बाट एउटा अनि च्याप्टर 7, 8 र 9 बाट एउटा र च्याप्टर 10, 11, 12 र 13 यो 4 वटाबाट एउटा लङ क्वेशन आउनेछ अनि सर्ट क्वेशन चाहिँ प्रत्येक च्याप्टरबाट एउटा एउटा छ। 11 र 12 च्याप्टरबाट भने एउटा मात्रै सर्ट क्वेशन छ। यो हेर्नु होला। यो भिडियो अन्तिमसम्म हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद। अझै पनि हाम्रो च्यानललाई सब्स्क्राइब गर्नुभएको छैन भने सब्स्क्राइब गरी नजिकैको बेल आइकन थिच्न नभुल्नु होला। धन्यवाद।